त्यसैमा पनि 2075 सालमा गरेको सरकारले 75 सालकै हाम्रा ती मागहरूलाई पुरा गर्ने अहिलेकै 78 सालमा भएको हाम्रो सम्झौतामा शिक्षा मन्त्रीहरू गरेका ती अहिलेकै सत्ता पक्षमा रहेका दुई प्रधानमन्त्री र प्रतिपक्षमा रहेका दुई थियो भने उहाँहरूले गरेको त्यो सम्झौतालाई अक्षरशः पालन गर्दै क्लियर गर्ने नहुन समेत मैले चाहिँ यो सरकारलाई प्रमुख प्रतिपक्षमा रहेको साथै मैले अगाडि पनि भनिसकेँ 2072 सालको संविधान भन्दा मुख्यले भनिरहँदा यसलाई हाम्रो यही 12 गते नै भयो भने 15 अरू मन्त्री परिषदले गर्ने काम भोलि नै सोमबार छ। सोमबार र बिहिबार चाहिँ हामीहरूलाई विश्वस्त पार्ने काम गरोस्। यो सरकारसँग चाहिँ मैले सरकारले बुझ्नु जरुरी छ। हामीलाई आज 19-20 दिनसम्म चाहिँ यसपछि आजको यो संवेदनशीलतालाई पनि ध्यानमा धन्यवाद आदरणीय महासचिवज्यू, विरोध सभाको तथा महासचिवज्यूहरू, प्रदेश जिल्ला र पालिकाका नेतृत्वका ठण्डुको आन्दोलनको मोर्चामा टिकिरहनुभएका सबै आदरणीय धैर्यता राख्नु होला। हामी आन्दोलनले बुझेछ काठमाडौँ सहारा जिंदाबाद